राजनीति नबुझेको व्यक्तिहरूले, पूर्वाग्रहमै बहस केन्द्रित गर्न चाहने व्यक्तिहरूले त्यो तुलना गरेर यो धमिल्याउन खोजिराखेको र अहिलेको यो जटिल समस्या मानव तस्करी जस्तो सङ्गठित अपराध र एउटा पत्र लेखेको जुन पत्र सम्बन्धित निकायसम्म पुगेन कहिले पनि, त्यसलाई कम्पेयर गर्ने यो बौद्धिक दरिद्रता बाहेक केही पनि होइन। उहाँहरूले अनावश्यक पोलिटिक्स गर्नुभयो। 4 दिन अगाडि मात्रै प्रतिवेदन आएको होइन, प्रतिवेदन आएको त जम्मा 4 दिन भयो हाउसमा। त्यसकारण हाउसमा प्रतिवेदन आएर बसेका कयौँ विधेयकहरू महिना पनि थन्किन्छ नि त। तर यो सरकार अहिले यो विधेयकलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। रोक्न चाहिँ कहाँबाट रोकेको छ सरकारले? तपाईँहरूलाई फेरि पनि म प्रश्न पार्न चाहन्छु, यदि सरकारले कुलिङ पिरियडमा रोक्ने नै हुन्थ्यो, हुँदैन भन्थ्यो भने समितिबाट कसरी पारित हुन्थ्यो? यति कुरा त तपाईँले यसको चाहिँ तुलना पनि गरेर अध्ययन गर्नुहोस् न। मान्य विभागीय मन्त्रीले यस नभनिकन कुनै पनि दफा पारित भएर अगाडि बढ्दैन, किनभने यो सरकारी बिजनेस हो, सरकारको विधेयक हो। म चुके आइन्दा चुक्दिनँ भनेर अहिले गृहमन्त्रीले स्वीकार्नु भयो त? त्यो बेलामा पार्टीले हामीले नै कारबाहीको लागि अनुसन्धान गर्नुस्, हामी सघाउँछौँ भनेको थियौँ। अहिले काङ्ग्रेसले सघाएको छ त, स्वीकारेको छ त, विज्ञप्ति निकालेको छ त भनेर यो धेरै कुरा फरक। कि अस्ति यो रिबनको बहानाले सदन अवरुद्ध गरिएको मात्र हो। उहाँहरूलाई उपसमिति बनाइसकेको निजामती सङ्घीय निजामती ऐन, जसलाई उपसमिति राष्ट्रिय राज्य व्यवस्था समिति सङ्घीय सदनको, त्यसमा उपसमिति बनाएर 5 जनाको उहाँहरूले त्यसमा काम गर्नुभयो महिनौसम्म। त्यसलाई समितिमा बुझाउनु भयो, समितिले त्यसको अनरसिप लियो, समितिले छलफल गर्यो। एउटा राज्य व्यवस्था जस्तो पावरफुल होइन यो सङ्घीय सदनको सार्वभौम समितिले त्यसलाई अनरसिप लियो, त्यसले काम गर्यो। यहाँ आएर माननीय सभापतिज्यू, राज्य व्यवस्था समितिको माननीय सभापतिज्यू जो नेपाली काङ्ग्रेसको सांसद पनि हुनुहुन्छ तर्फबाट, उहाँ रामहरि खतिवडाज्यूले आएर यहाँ रोस्टमबाट बोल्नुभयो, त्यसलाई इन्डोर्स गर्नुभयो। अर्को दिन चाहिँ त्यो पार्टी बिचमा मतभेद भयो र गठबन्धनमा मतभेद भएर त्यो त्यहीँ रोकियो। एउटा पार्टीले कुलिङ पिरियड मान्छु भन्यो, अर्कोले मान्दिनँ भन्यो, कर्मचारीले घर दैलो गर्यो, भैँसु भैलो खेल्यो, थर्कायो, त्यो सबै कारणले रोकियो। अब उहाँहरूलाई बहाना चाहिएको थियो के बहानामा रोक्ने भनेर, अनि उहाँहरूले यो रिबनको बहाना देखाए। 5वटा बुँदामा म यसलाई प्रश्न पार्छु। पहिलो बुँदा उपसभामुखज्यूले जुन उहाँको हस्ताक्षर सहित जुन भिजाको इन्टरभ्यूको लागि डेट अलि वर सारिदिनुस् भनेर अमेरिकन राजदूतावासलाई लेखिएको जुन पत्र थियो, त्यो पत्र उहाँको हस्ताक्षर सहित रहेको पत्र यो परिसरभन्दा बाहिर नै निस्केको थिएन। एउटा अर्को भिजाको लागि वा भिजिट भिजाको लागि थिएन त्यो पत्र, अन्तर्वार्ताको मिति सारिदिनुस् भन्ने थियो। दोस्रो, सम्बन्धित निकायमा त्यो पत्र कहिले पनि दर्ता नै भएन, त्यो पत्र यतिकै संयन्त्रमै रह्यो र आगामी दिनमा यस्तो मिस्टेक नहोस् भन्ने भयो। त्यसैले गर्दा त्यो पत्र यो परिसरभन्दा बाहिर गएकै छैन र सम्बन्धित निकायमा दर्ता भएको छैन भनेर सम्बन्धित निकायले पनि जानकारी दियो, त्यो भयो। चौथो, उहाँको आफ्नै स्वीकारोक्ति, त्यस पश्चात मैले गल्ती गरेँ, यो लेख्नु हुँदैन रहेछ, मबाट भुल भयो भनेर उहाँले त्यही बेला र आगामी दिनमा म यस्तो गर्दिनँ, सचेत रहनेछु भनेर उहाँले चौथो बुँदा मैले त्यो भने, उहाँले स्वीकार्नु भएको कुरा। 5औँ बुँदा त्यही बेला राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको आधिकारिक लेटर हेडमा मेरै हस्ताक्षर सहित हामीले पत्र निकाल्यौँ, सार्वजनिक गऱ्यौँ कि यदि उहाँबाट कुनै गल्ती भएको छ भने अनुसन्धान गर्नुस् र त्यो अनुसन्धानलाई हामी पार्टीले सघाउने छौँ भनेर हामीले त्यो भनेको थियौँ। अहिलेको अवस्थामा सम्बन्धित अहिले गृहमन्त्रीको सम्बन्धित पार्टीले स्वीकार्नु भएको छ, छानबिन गर्नुहोस् भनेको छ र छैन, त्यसैले फरक छ। र अन्तिम यसमा तपाईले त्यो बेलाको सबै यो प्रक्रियागत रूपमा हेर्दै गर्दाखेरि फरक छ यो कुराहरू हैन। पहिलो यो परिसरभन्दा बाहिर पत्र गएकै थिएन, पत्र लेखिएको र त्यसमा उल्लेख भएको मिति र चर्चामा आएको मितिको दौरान 9 महिनाको फरक छ भनेको जहिले लेखिएको थियो तहिले किन चर्चामा आएन,
त्यो भिजिट भिसाको लागि पत्र थिएन, त्यो अन्तर्वार्ताको लागि पत्र थियो, त्यो अर्को कुरा भयो र उहाँले स्वीकार्नु भयो। हामीले पनि यसमा छानबिन गर्नुहोस्, आवश्यक छानबिनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सघाउन तयार छ भन्यौँ। र 5-6औँ बुँदा यसमा के हो भने जब कोही मान्छे राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्ष यो पदमा मनोनयन हुन्छ, त्यो व्यक्तिले अर्को दिन नै निर्वाचित भएको, मनोनित भएको अर्को दिन नै पार्टीको साधारण सदस्यसम्म रहिन भनेर राजीनामा दिएको हुन्छ। त्यसैले गर्दा उहाँलाई कारबाहीको अख्तियारी अहिले नै राष्ट्रपतिले केही गल्ती गर्नुभयो भने, कतै भुलचुक भयो भने नेपाली कङ्ग्रेससँग अख्तियारी हुँदैन उहाँलाई कारबाही गर्ने। उहाँलाई कारबाही गर्नलाई मानहानि लाग्नुपर्छ, 2/3 चाहिन्छ। त्यसैले गर्दा त्यो बेला राष्ट्रपालले खोइ त कारबाही गरेको भनेको हामीले अनुसन्धान गर्नुहोस्, हामी सघाउँछौँ भनेको थियौँ। कारबाहीको अख्तियारी राजनीतिक रूपमा हाम्रो दायरामा हुँदैन त्यो कुरा। अहिले हाम्रोमा मात्र होइन, सभामुखमा केही चुक्नु भयो भने एमालेसँग हुँदैन त्यो अख्तियारी, किनकि उहाँले पार्टीको साधारण सदस्यसम्म रहिन भनेर यहाँ निर्वाचित भएको अर्को दिन नै राजीनामा दिइसकेको हुन्छ। त्यसैले यसमा यो फरक छ, नितान्त फरक छ। उहाँले आफै स्वीकार्नु भएको थियो, म चुकेँ आइन्दा चुक्दिनँ भनेर। अहिले गृहमन्त्रीले स्वीकार्नु भयो त? त्यो बेलामा पार्टीले हामीले नै कारबाहीको लागि अनुसन्धान गर्नुहोस्, हामी सघाउँछौँ भनेको थियौँ। अहिले काङ्ग्रेसले सघाएको छ त, स्वीकारेको छ त, विज्ञप्ति निकालेको छ त भनेर यो धेरै कुरा फरक छ। त्यसैले नबुझ्ने, राजनीति नबुझेको व्यक्तिहरूले, पूर्वाग्रहमै बहस केन्द्रित गर्न चाहने व्यक्तिहरूले त्यो तुलना गरेर यो धमिल्याउन खोजिराखेको र अहिलेको यो जटिल समस्या, मानव तस्करी जस्तो सङ्गठित अपराध र एउटा पत्र लेखेको जुन पत्र सम्बन्धित निकायसम्म पुगेन कहिले पनि, त्यसलाई कम्पेयर गर्ने यो बौद्धिक दरिद्रता बाहेक केही पनि होइन। तपाईँहरू जसले प्रश्न सोध्दै हुनुहुन्छ लगायत सबै साथीहरूलाई पनि थाहा छ कि अस्ति यो रिबनको बाहनाले सदन अवरुद्ध गरिएको मात्र हो। उहाँहरूलाई उपसमिति बनाइसकेको निजामती, सङ्घीय निजामती ऐन, जसलाई उपसमिति राष्ट्रिय राज्य व्यवस्था समिति सङ्घीय सदनको, त्यसमा उपसमिति बनाएर 5 जनाको उहाँहरूले त्यसमा काम गर्नुभयो महिनौसम्म। त्यसलाई समितिमा बुझाउनु भयो, समितिले त्यसको अनरसिप लियो, समितिले छलफल गर्यो। एउटा राज्य व्यवस्था जस्तो पावरफुल होइन, यो सङ्घीय सदनको सार्वभौम समितिले त्यसलाई अनरसिप लियो, त्यसले काम गर्यो। यहाँ आएर माननीय सभापतिज्यू, राज्य व्यवस्था समितिको माननीय सभापतिज्यू जो नेपाली काङ्ग्रेसको सांसद पनि हुनुहुन्छ तर्फबाट, उहाँ रामहरि खतिवडाज्यूले आएर यहाँ रोस्टमबाट बोल्नुभयो, त्यसलाई इन्डोर्स गर्नुभयो। अर्को दिन चाहिँ त्यो पार्टी बिचमा मतभेद भयो र गठबन्धनमा मतभेद भएर त्यो त्यहीँ रोकियो। एउटा पार्टीले कुलिङ पिरियड मान्छु भन्यो, अर्कोले मान्दिनँ भन्यो, कर्मचारीले घर दैलो गर्यो, भैँसु भैलो खेल्यो, थर्कायो, त्यो सबै कारणले रोकियो। अब उहाँहरूलाई बहाना चाहिएको थियो, के बहानामा रोक्ने भनेर, अनि उहाँहरूले यो रिबनको बहाना देखाइदिनु भयो। तर तपाईँलाई लाग्छ कि रोस्टममा आएर राज्य व्यवस्था समितिको माननीय सभापतिज्यूले समेत बोलिसकेको त्यसमा अनि यहाँ आएर चाहिँ एउटा रिबन बाधक हुन्थ्यो र होइन? यति कमजोर भइसक्यो हाम्रो प्रणाली कि एउटा रिबनले त्यत्रो ठुलो काम भएको, लामो समय काम भएकोलाई रोक्छ। त्यसैले गर्दा उहाँहरूले त्यो बहाना सृजना गर्नुभयो, टाइमिङ मिलाउनु भयो। तर त्यसमा उहाँहरूको नियतमा शङ्का गर्ने ठाउँ छ। हामी सङ्घीय निजामती जुन ऐन विधेयक जुन बनेको छ त्यसमा हाम्रो पार्टीको संलग्नता पनि छ। हामी पार्टीको तर्फबाट त्यहाँ सदस्य हुनुहुन्छ प्रोफेसर डाक्टर चन्दा कार्कीज्यू, उहाँले नै उपसमितिमा काम गर्नुभएको। त्यसैले नागरिकता विधेयकको कारण, त्यो पास नभएको कारण हजारौँ मान्छेहरू पीडित छन्। त्यसको पीडा पनि हामी बुझ्न सक्छौँ। राज्य व्यवस्था समितिबाट आएको सङ्घीय निजामती ऐनको पनि कुरा बुझ्न सक्छौँ। यो हामी बाधक होइन, उहाँहरूले हामीलाई बहानाको रूपमा राख्नुभयो। धन्यवाद। यो मिडियाका केही साथीहरू र संसदमा रहेका केही मान्य साथीहरूले तपाईँले भनेकै जस्तो प्रश्न गरिरहनु भएको छ। षड्यन्त्र, आशंका, यो अनावश्यक प्रश्न हुन्। यो जायज पनि हो भन्ने लाग्दैन र यसको सामान्य न्यूनतम प्रक्रियाहरू तपाईँहरूले बुझ्न पनि पर्छ। विधेयकको उत्पत्तिको स्रोत कहाँ हो भन्दा सरकार हो। सङ्घीय निजामती विधेयक कहाँबाट आयो भन्दा नेपाल सरकारले संसदलाई ल्यायो। सरकारले संसदलाई विधेयक दर्ता गर्यो, संसदले काम गर भनेर समितिलाई पठायो।
समितिले काम गरी भइसकेपछि प्रतिवेदन ल्याएर असारको यही 4 दिन अगाडि असारको 1 गते संसदमा समिति मार्फत काम सकेको प्रतिवेदन ल्याएर पेश गरेको छ। विधेयक कसको? सरकारको। सरकारका मान्य मन्त्री स्वयं लागेर त्यसलाई समितिबाट पारित गरेर संसदमा ल्याएको छ। अब सरकार जोडिन्छ। जम्मा 4 दिन अगाडि आएको प्रतिवेदन हो। सरकारले यो विधेयकलाई असाधारण महत्त्व दिएको छ। सङ्घीय निजामती विधेयक, विद्यालय शिक्षासँग सम्बन्धित विधेयक, यसलाई शीघ्र पारित गर्नुपर्छ भन्ने ध्येय राखेकै कारणले गर्दा यो विधेयक पार्लियामेन्ट्री कमिटीबाट पार्लियामेन्टमा आएको छ। यसमा अपोजिसनले अनावश्यक राजनीति गर्न जरुरी छैन। माओवादी केन्द्रका प्रमुख सचेतकज्यूले आज संसदमा जे बोल्नुभयो कार्यसूचीको विषय, यो न्यूनतम उहाँ संसदको पदाधिकारी पनि हुनुहुन्छ। यस्ता कार्यसूचीमा कुन विषयहरू कसरी पर्छन्, कसले कार्यसूचीमा राख्ने हो भन्ने कुरा चाहिँ मान्यजीहरूले जिम्मेवार पदाधिकारी साथीहरूले बुझ्नु उपयुक्त हुन्छ। आजको कार्यसूचीमा पर्छ पर्दैन, भोलिको कार्यसूचीमा पर्छ पर्दैन भन्ने कुरा चाहिँ यो सम्बन्धित मन्त्रालयले आवश्यक सुविधाका आधारबाट उसले कहिलेकाहीँ समय मान्य मन्त्रीजीको नहुन पनि सक्छ। त्यस हिसाबले कार्यसूचीहरूमा अदलबदल बिजनेस पर्न सक्छ। यो त नितान्त सरकारको बिजनेस हो। म स्पष्ट शब्दमा भन्न चाहन्छु, समितिले 4 दिन अगाडि हाउसमा प्रतिवेदन ल्याएको छ। यसमा कुनै षड्यन्त्र, यसमा कुनै जालजेल, यसमा कुनै आशंका कसैले पाल्न पर्ने त्यो जालजेल षड्यन्त्र छ सरकारले किन राख्नु? सरकारको आफ्नो विधेयक जतिभन्दा छिटो पारित गर्दा त सरकारले अहिले हामीलाई त महत्त्वपूर्ण विधेयक पारित गर्यो भन्ने यो हाम्रो लागि त महत्त्वपूर्ण कुरा होला नि। यसलाई पर किन धकेल्न पर्ने छ? त्यसकारण यो तर्फ जसरी साथीहरूले राजनीति गर्न खोज्नुभयो यो कुरा मिलेन। संसदको न्यूनतम यसको अभ्यास जे छ, विधेयकहरू कसरी आउँछ, कसरी छलफलमा जान्छ, निष्कर्ष कसरी पुग्छ, मान्य मन्त्रीजी आएन भने त्यो विधेयक अगाडि जान्छ कि जाँदैन, यति कुरा त न्यूनतम कुरा भयो नि। त्यसकारणले गर्दा म यति भन्न चाहन्छु, 4 दिन अगाडि छलफलमा पार्लियामेन्टमा आएको छ प्रतिवेदन, हामी सबैले अध्ययन गरेका छौँ। छिटै यो हाउसबाट म तपाईँलाई यति प्रष्ट शब्दमा भन्न चाहन्छु, यो 15 गतेभन्दा अगाडि नै अब मान्य सम्बन्धित विभागीय मन्त्रीज्यूसँग पनि समन्वय हुन्छ, संसद सचिवालयले गर्छ। अनि उपयुक्त दिनमा 15 गतेभन्दा अब यो 8-10 दिनको समय छ। र अर्को पनि एउटा चाहना हाम्रो हो, तपाईँहरूलाई प्रष्ट शब्दमा भनौँ, मेजर अपोजिसनले यो कुरा बुझ्नुपर्छ। जस्तो अहिले संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी विरोध गरिरहनु भएको छ। विरोधका बावजुद पनि संविधान बमोजिम असारको मसान्तभित्र पारित गर्नुपर्ने हाम्रा विनियोजन विधेयक, अर्थ विधेयक लगायतको कामहरू हामीले यो रोक्नै सक्दैनौँ। समझदारी भएर पनि रोक्न सक्दैनौँ, किनभने संविधान बमोजिमको कार्य हामीले सम्पादन गर्नुपर्छ। त्यसकारण अहिले हाउस अगाडि बढिराखेको छ। तर यो नियमित विधेयक हो। 3 दिन ढिलो गर्दाखेरि केही बितिहाल्दैन। तर यसमा सकेसम्म यही विधेयकमा पनि काम गरेका राजनीतिक पार्टीहरू, पार्लियामेन्ट्री कमिटीमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकै अपोजिसनमा भएका पनि दलहरू त छन् नि, उनीहरूले विरोध राख्दै गर्दा पनि यसलाई अगाडि बढाइहाल्ने कि नबढाउने भन्ने कुरा पनि केही कुरा रह्यो। त्यसकारणले गर्दा 2-4 दिनपछि उहाँहरूका विरोधका कार्यक्रम पनि एक प्रकारले स्वाभाविक रूपमा ल्यान्डिङ हुँदै जाने अवस्था पनि बन्छ। र उहाँहरू स्वयंले पनि यो विधेयकमा गर्नुभएको मेहनत, सरकारले गरेका पहल कदमलाई धन्यवाद दिनुहुन्छ। त्यो चिजलाई पनि हामीले प्रतीक्षा गरेका हौँ। तर अपोजिसन अहिले मेजर अपोजिसन के चाहिरहेका छन् भने सत्ता पक्ष र अरू विपक्षी दलहरूका बिचमा पनि निकै ठुलो घमासान भइरहोस्। हरेक बिचमा भित्र चाहिँ नियमित विधेयकमा पनि छलफल चलाएर फेरि पनि जबरजस्ती गर्यो सरकारले, सभामुखले भनेर यहाँ आएर टिप्पणी गर्न पाइयोस् भनेर मेजर अपोजिसनले चाहिरहेको हो कि भन्ने हामीलाई आशंका छ। त्यतातर्फ हामीलाई रुचि छैन। हामी यो विधेयकलाई छिटो अगाडि बढाएर पारित गर्नुपर्छ भन्ने ठाउँमै छौँ। हामीले यसलाई प्रभावकारी समन्वय गरिरहेका छौँ र प्रधानमन्त्रीज्यूले त यसलाई अगाडि बढाउनका लागि उहाँले स्वाभाविक ढङ्गबाट हामीलाई भनिसक्नु भएको छ। यो विधेयक फेरि पनि पारित त सरकारले गर्ने होला नि। आज बोल्नु भएको हितराज पाण्डे मान्यजीले पारित गर्ने हो पार्लियामेन्टबाट, राजेन्द्र पाण्डेजीले बोल्नुभयो उहाँले पारित गर्ने हो। यो पारित गर्ने त नेपाली काङ्ग्रेस, नेकपा एमाले, हामी सम्मिलित सरकारले होला नि, यसको नेतृत्व गर्नुभएको। त्यसकारण पार्लियामेन्टबाट पारित हुने कुरा। त्यसकारण न्यूनतम तपाईँहरू कम्ती नै संसद परिवेशमै यति लामो समय बसिरहनु भएको छ। यस्ता कुराहरू चाहिँ कार्यसूचीमा के विषय कसरी चढ्छ भन्ने न्यूनतम बुझाइ चाहिँ अब तपाईँहरूले चाहिँ राखिदिनुहोस्। यति लामो समय सांसदहरू छ र संसदीय प्रणालीमा नै जोडिएर पत्रकारिता गर्नुभएको हो।
उहाँहरूले अनावश्यक पोलिटिक्स गर्नुभयो। 4 दिन अगाडि मात्रै प्रतिवेदन आएको होइन, प्रतिवेदन आएको त जम्मा 4 दिन भयो हाउसमा। त्यसकारण हाउसमा प्रतिवेदन आएर बसेका कयौँ विधेयकहरू महिना पनि थन्किन्छ नि त। तर यो सरकार अहिले यो विधेयकलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। रोक्न चाहिँ कहाँबाट रोकेको छ? सरकारले, तपाईँहरूलाई फेरि पनि म प्रश्न पार्न चाहन्छु, यदि सरकारले कुलिङ पिरियडमा रोक्ने नै हुन्थ्यो, हुँदैन भन्थ्यो भने समितिबाट कसरी पारित हुन्थ्यो? यति कुरा त तपाईँले यसको चाहिँ तुलना पनि गरेर अध्ययन गर्नुहोस् न। माननीय विभागीय मन्त्रीले यस नभनिकन कुनै पनि दफा पारित भएर अगाडि बढ्दैन, किनभने यो सरकारी बिजनेस हो, सरकारको विधेयक हो। अनि मन्त्रीले नो भन्दा भन्दै समितिले हामीले पारित गरिदियौँ भनेर चाहिँ हुँदैन, किनभने मन्त्री बिना त 1 मिनट हाउस पार्लियामेन्ट्री कमिटीको डिस्कसनै अगाडि बढ्दैन। जब त्यहाँबाट विषय आइसक्यो होला, भोलि पार्लियामेन्टमा कुनै सांसदलाई लाग्न सक्छ, किनभने त्यो त 27 जना पार्लियामेन्ट्री कमिटीभित्रका मेम्बरहरूले गरेको छलफल, मन्त्रीले विभागीय मन्त्री त्यहाँ बसेर गरेको छलफलको प्रतिवेदन हो यो। अब बाँकी मान्नुहोस् न, बाँकी जस्तो 253 जना सांसदहरू अरू पनि यहाँ बाँकी हुन्छ, 247 जति सांसदहरू यहाँ हुनुहुन्छ, उहाँहरूले आफ्नो मत राख्न सक्नुहुन्छ, त्यो फरक कुरा हो। तर जे प्रतिवेदन आएको छ हाउसमा निर्णयार्थ चाँडै प्रस्तुत हुन्छ। आज यो विषय हटाऊ अर्को गराऊ भन्ने कुरा यो चाहिँ सरकारले भन्दैन, सार्वभौम संसदको क्षेत्राधिकारमा प्रवेश गरेको बिजनेस हो। सरकारले यसलाई सहजीकरण गर्छ, विधेयक अगाडि बढाउन उसले भूमिका खेल्छ। र यदि पार्लियामेन्टरियनहरूले नि यो प्रावधान हटाऊ, यो बेठिक छ भनेर कसैले आएर भन्छ भने सरकारलाई उचित लाग्यो भने त्यसलाई स्वीकार गर्छ, उचित लागेन भने अस्वीकार गर्छ। टोटल यो कसको हातमा छ भन्दा यो चाहिँ अब सांसदहरूको र सार्वभौम संसदको क्षेत्राधिकारको विषय भएको कारणले त्यही जगबाट यहाँहरूले बुझिदिनुपर्छ भनी म आग्रह गर्छु। हस्, थ्याङ्क यू।